हेलो साथीहरु, आज छठ पूजा हो। त त्यसैले आज छठ पूजाको यस्तो भिडभाड चलिरहेछ। अहिले नदी किनार पुगेर आएको म र यस्तो मजा लाग्यो भनी नदी किनारमा सिरी सजावट गरेका छन् हैन। त्यस्तो मजा लाग्यो मलाई र देखाउँदै छु तपाईहरुलाई कस्तो लाग्छ हेर्नु मजाले। आजको छठ पूजा मेन चाहिँ भोलि हो, तर आजबाट स्टार्ट छ है। पुरा त देखाउन सक्दिनँ, नदी किनारतिर जान गइन म हैन। त्यो पनि एउटा हेर्न सक्नुहुन्छ, मान्छेको भर्खर भिड लाग्दैछ हैन। नदी किनारतिर पुरा लाइट छ है, सुरक्षितको साथले एकदम पूजा भइरहेछ। अनि यता पुरा नदी किनारको बीच अब पर देखियो, गाँसले देखिएको छैन। नदी किनारको बीचमा चाहिँ मतलब लाइट पुरा एकदम डेकोरेसन गरेको छ क्या लाइटको नि त। यो त छेउमा देखिएको त यो हरियो खालको चाहिँ यो चाहिँ अब छेउछेउ बानमै होइन, एकदम नदीको बीचमा चाहिँ गाँसले छेलिन्छ होइन, त्यो पनि देख्न सकिँदैन हैन। यस्तो मजाले डेकोरेसन गरेको छ भने नि म पुगिरहेको आजको छठ पूजाको। मान्छेहरू गइरहेछन् टाउकामा पासी बोकेर पूजा गर्न। हामीले पनि एउटा दिदी म अनि अनिल एडिसन 4 जना गयो। ठिक्क ठुलो बेली निस्किएको थियो है, मजा लाग्यो, सुन्दर लाग्यो। यता अगाडि बेली डुम्न आँटेको थियो, एकदम फुल आकारको बेली पनि देख्न पाइयो। यता चन्दामामा पनि भर्खर निस्किनु भइसकेको छ हो। अनि यस्तै हो, भोलि राम्रो एउटा फुल भिडियो दिउँला। यो भिडियोमा कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर गरिदिनु है। यति नै हो आजको भिडियो।